फाइनल्ली गाइज हामी चाहिँ यहाँ खालीगढ ठाउँमा नै आइसक्यौँ होइन। यो हेम्जाको यो मिलन चोकबाट दाहिने लागेर थोरै अलिकति अगाडिपट्टि रहेछ हाम्रो यहाँ साउजीको पसल होइन। हाम्रो यहाँ केटाहरूले खाली गर्दैछ। ल गाइज म चाहिँ यहाँ भरतपुर 24 कोटी चोकमा नि आइसकेँ होइन। दाइ पनि आउँदै हुनुहुन्छ चोकमा आइपुग्नु भयो ठ्याक्कै लाएर होइन। हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरूलाई फेरि स्वागत छ मेरो भ्लगमा। हजुरहरू सन्चै राम्रै हुनुहुन्छ होला, म पनि सन्चै राम्रै छु गाइज है। म चाहिँ हिजो त्यहाँ उता फ्याक्ट्रीमा नारायणघाटमा गाउँ खाली गरेर गाडी चाहिँ मैले त्यहीँ राखेको थिएँ, भनेको पनि थिएँ मैले अघिल्लो भिडियोमा। अनि त्यहीँ गाडी छोडेर अनि म चाहिँ घर आएको थिएँ। अहिले चाहिँ फेरि म चाहिँ घरबाट यहाँ सिमलटाडी आइसकेँ। मेरो यो जक्सनमा गाडी राख्ने जक्सन यो हाम्रो टक्क यहाँ हाम्रो फेरि यतातिर गाडीहरू सबै यहीँ हुन्छ। अनि अब म चाहिँ यहाँबाट त्यहाँ उता भरतपुर जानुपर्ने हुन्छ। दाइ अब त्यहीँ भरतपुर बस्नुहुन्छ नि त दाइ, त्यही भएर दाइ त्यहीँ गाडी छोडिदिएको थियो। दाइ लोड गर्न जानुभएको छ, पोखराको लागि लोड हुँदैछ गाइज हाम्रो। अनि दाइ लोड गरेर आउनुहुन्छ। अनि त्यसपछि दाइले मलाई फोन गर्नुहुन्छ, म यहाँबाट फेरि गाडी चढेर भरतपुर जानुपर्ने हुन्छ है। अहिले चाहिँ हाम्रो दाजुहरू यता भेनाश्री पनि आउनु भएको छ। ल हाम्रो यहाँ अनम दाइको गाडी हिरो छ गाडी चाहिँ होइन। दाइ पनि फेरि हिरै हुनुहुन्छ यता हाम्रो भेनाश्री। ए ल हेलो भन्नु भएको छ। ल आहा के भइसक्नु भयो भेना यार, के हो यार। कपुरको दाइको गाडी पनि आउँदैछ टक्क लाएर। ल सर देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम मेरो मलाई एकदम धेरै मान्नुहुन्छ दाइले। दाइसँग नि एकछिन अब भेटघाट हुन्छ टक्क लाएर। ल दाइसँग बसेर एकछिन गफ गरेर गाइस 4:30 भइसक्यो होइन। हाम्रो गाडी अघि त्यो पैसा ब्याङ्किङ भएर हिँड्छ पुरै, अनि त्यही भएर एकछिन लोडिङ अड्किरहेको थियो। अनि अहिले अब लोड हुन लागिराखेर सुरु हुन लाखेर दाइले मलाई कल गर्नुभएको थियो होइन। म चाहिँ अहिले यहीँ सिमलटाडीमै छु। अब एकछिनमा निस्किन्छु अनि यहाँबाट भरतपुर गएपछि दाइ आइपुग्नुहुन्छ त्यहाँनिर। अनि त्यहीँबाट म गाडी चढ्छु। अनि अहिले चाहिँ मेरो फेरि यहाँ साथी आइपुगेको छ, डब्बा गाडीको साथी। अस्तिको ट्रिपमा पनि दाइ मेरो दाइ जानुभएको थियो नि त हाम्रो सोल्टी। के छ हाल खबर? एकदम गुड। ल मेरो नि सब ठिक छ। ऊ चाहिँ खुद्रा लिएर आएको छ उसले चाहिँ विराटनगरको। उता खालि पूर्व पश्चिम मात्र धेरै हिँडिरहेको हुन्छ होइन। हाम्रो अब सिमलटाडीको सबै हाम्रो गाइजहरू गाडी चाहिँ यहीँनिर हो। जक्सन चाहिँ हाम्रो यो हाम्रो बब्लु भान्जाको ग्यारेज हो यो चाहिँ होइन। टायर पसलदेखि लगाए सम्पूर्ण चिज हुन्छ। ऊ अहिले पनि टायरकै काम गरेर बसिरह। ल ल भ्याइ नभ्याइ हुन्छ होइन। वायरिङको काम पनि गर्छ। साथसाथै फेरि हाम्रो यता अर्को दाजु पनि हुनुहुन्छ। ल गाइज सबैले सपोर्ट गरिदिनु होला। उहाँ दाइले नि मैले आजदेखिबाट युट्युब भ्लग खोलिदिएको छु। यहाँ दाइको गाडी चाहिँ फेरि झक्की छ कि फेरि टक्क सबै व्हिल कभरहरू होइन टक्क लगाएर। हाम्रो यता अनम भ्लग्स ट्रकर हजुरहरूले सक्नुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। नयाँ आजदेखिबाट भ्लग खोल्नु भएको छ है गाइज। ल सबैले सपोर्ट गरिदिनु होला। म उहाँको भ्लग चाहिँ त्यो युट्युबमा म लिङ्क राखिदिन्छु होइन च्यानलको। सबैले सपोर्ट गरिदिनु होला। ल भन्दै अब म चाहिँ एकछिनमा यहाँबाट निस्किनु पर्ने हुन्छ गाइज है। मेरो गाडी लोड भइरहेछ पोखराको लागि, दाना लोड भइरहेछ त्यहाँ नारायणघाटबाट है। अनि अब दाइ एकछिनमा आउनुहुन्छ। अनि म नि यहाँबाट सर र लोड गरेर निस्किनुहुन्छ। अनि म नि यहाँबाट निस्किन्छु गाइज है। ल ल है त गाइज, ल है त पारा चितौने गाइज है। हामी त चितौने है। फेरि चितौने छिटो बोली बस्छन्, हल्का मिठो नमिठो सबै मिक्स हुन्छ। ल माइन्ड नगर्नु होला है त। ल गाइज म चाहिँ यहाँ भरतपुर 24 कोटी चोकमा नि आइसकेँ होइन। दाइ पनि आउँदै हुनुहुन्छ चोकमा आइपुग्नु भयो ठ्याक्कै लाएर होइन। सर ल टक्क ढिलो भयो त्यहाँ। अब खोइ रेस्टिङ टाइम 5 बजेपछि रेस्ट टाइम रहेछ लेबरहरूको, त्यही भएर अलिक ढिलो भयो। ल खैर केही छैन। अहिले चाहिँ बेलुकाको 6:30 हुन लागिसकेको छ गाइज है। हामी
हाम्रो गाडी पनि आइसकेको छ यहीँनिर टक्क हजुरहरूले देख्न सक्नुहुन्छ ल ठिक छ केही छैन ओहो हाम्रो तलको त छैन त लाइट त दुइटै गएछ अब चेन्ज गर्नुपर्ने हुन्छ यो पनि फाइनली गाइस मेरो गाडी आइसक्यो होइन प्रहरी कल्याण तेल यो प्रहरी कल्याण यो बाइपास भरतपुर बाइपास रोडमा छ यो चाहिँ होइन टक्क हामीले यहाँ तेल पनि हाल्यौँ अनि तेल चाहिँ अब 162 लिटर आयो गाइस होइन मैले चाहिँ हिसाबमा चाहिँ एक राउन्डमा चाहिँ ट्याक्क गएर आउँदाखेरि चाहिँ 155 जतिको हिसाब भएको थियो तेलको होइन लगभग त्यति नै खायो हामीले वहाँबाट लोड गरेर यहाँसम्म आयौँ नि त 2-5 लिटर त हावा पनि सकिरहेको हुन्थ्यो अनि ठिकै त हो होइन ग्यास गरेको ठिकै भएछ हामीले ल अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ गाइस है पोखराको लागि सर र एकछिन दाइले ड्राइभ हान्नुहुन्छ अनि त्यसपछि म गर्छु है त ल गाइस हामी चाहिँ यो मुगलिनबाट आबुखरेनी रोडमा हिँड्दैछौँ हामी चाहिँ है अनि हाम्रो साथमा यहाँ एकजना दाजुहरू नि हुनुहुन्छ हेलो भेटेर सहयोग गर्नुभयो दाइहरूलाई धन्यवाद हिमाल है मेरो नाम चाहिँ ल खुसी लाग्यो है यहाँ दाजुहरूको चाहिँ स्कुटर बिग्रेको रहेछ मुगलिनमा हामीले चाहिँ उहाँहरूलाई चाहिँ आबुखरेनीसम्म चाहिँ लिफ्ट दिँदैछौँ गाइज है ल खुसी लाग्यो उहाँहरूसँग भेटेर नि सबैले सब्स्क्राइब शेयर हाल्दिनु ल धेरै धेरै बाटा भेट्दा नि यसो हाई हेलो भन्दिनु नबिर्सिनु होला गाडीको नम्बर हामीले हेर्न बिर्सियौँ ना 7 ख 2241 हो हाम्रो नम्बर यो गाडी भेटिन्थ्यो हामी तपाईँलाई युट्युबमा देखेर आएको भन्दै अरू दाइको धेरै खुसी लाग्यो है धेरै खुसी लाग्यो ब्रोहरू भेटेर है दाइ भाइरल भएपछि फेरि एकचोटि दाइको ट्रक ओके हाम्रो घर यहीँ चितवन हो धेरै टाढाको होइन हाम्रो ब्रोहरूको चाहिँ फेरि त्यहीँ अगाडि गैँडाकोट हो नजिकै छ है हामी छिमेकी हौँ हामी चाहिँ छिमेकी जिल्ला पर्छौँ हामी चाहिँ ल अहिले चाहिँ हामी यो आबुखरेनीको पावर हाउस आइपुग्नु लाग्यौँ गाइज है ल ल है त दाजुहरू है त ल धन्यवाद है बाटा भेट्दै यसो हाई हेलो भन्नु भइहाल्छ मजाले है त ल गाइज अहिले हामी चाहिँ यो आबुखरेनीभन्दा थोरै अलिकति अगाडि आएपछि यहाँ होटल लाइनहरू छ हामीले चाहिँ यहीँ खाना खायौँ होइन मिठो खाना खुवाउनु भयो यहाँ दिदीले ल गाइस हाम्रो गाडी चाहिँ यतापट्टि छ पारी अब चाहिँ हामी यहाँ निस्किन्छौँ गाइस है 10 बज्न लागिसकेको छ बेलुकाको रातिको ल हेर्दै गर्नु होला है त के हुन्छ म देखाउने प्रयास गर्छु हजुरहरूलाई हस् मर्निङ गाइस मर्निङ हामी चाहिँ अहिले यो बागलुङ जाने रोडमा हिँडिरहेको छौँ यो पर्स्याङ चाहिँ हामी ठ्याक्कै कट्यौँ अहिले हजुरहरूले हिमाल देख्न सक्नुहुन्छ सर र टल्किरहेको छ मस्त लगाएर साथसाथै हाम्रो केटाहरू पनि यहाँ 3 जना केटाहरू आएको छ टक्क लगाएर हाम्रो अनलोडिङ गर्ने केटाहरू हो ल गाइस हामी चाहिँ अब यो बिन्दवासिनी मन्दिर आइपुग्न लाग्यौँ यो माथिपट्टि छ सारङकोट जाने बाटो गाइस सारङकोट
मर्निङ पोखरा। वाउ लाउरे सिटी। Hi guys, हामी चाहिँ हेर्दा आइपुग्यौँ। ल फाइनल्ली गाइज हामी चाहिँ यहाँ खाली गर्ने ठाउँमा नै आइसक्यौँ होइन। यो हेम्जाको यो मिलन चोकबाट दाहिने लागेर थोरै अलिकति अगाडिपट्टि रहेछ हाम्रो यहाँ साउजीको पसल होइन। हाम्रो यहाँ केटाहरूले खाली गर्दैछ। ल हजुरहरूले देख्न सक्नुहुन्छ टक्कला 3 जना मात्र छ, तै पनि भ्याट भ्याट फास्ट भइरहेछ काम होइन। दाइ धुप पर्न गइरहनु भएको छ। ल अलि पर गएर ल्याउनु पर्ने हुन्छ। ल गाइज हाम्रो चाहिँ यहाँ खाली भइरहेको छ है त। हजुरहरूले यसो टक्क के भन्नुभयो आन्टीले? ए चिने हात लायो अरे। मलाई सबले चिनिरहेकै हुन्छ होइन गाइज। अलि तारिफ गर्दै ल है गाइज हाम्रो यहाँ खाली भइरहेछ है। अलि तारिफ गर्दै भए पर्दैन। ल टक्क यता फेरि पोखरा उहाँनिर यार हिमालको चुच्चो देख माछा पुछ्रे गाइज, माछा पुछ्रे। मेरो क्यामेराले त्यति जुम हान्दैन होइन। ल टक्क उद्यायो दाइले मलाई फेरि काम लगाइसक्यो गाइज है त। म हल्का काम गरेर आउँछु एउटा काम। यो आन्टीले चाहिँ मलाई चिने जस्तो लाग्यो भनेर भन्नुभयो होइन। चिन्नु भयो होला, कतै देख्नु भयो होला होइन। अब के भएर हुन्छ र, हामी जस्तो युट्युबरको भरै हुँदैन होइन। अरे कहना क्या चाहते हो? चलेल देखिरहेको हुन्छ नि त। टक्क हाम्रो यहाँ खाली भइरहेछ। यतातिर फेरि पोखरातिर सब यस्तो यो टाइल नलगाएको त घरै हुँदैन के। ल गाइज हाम्रो चाहिँ अब यो टिपमा चाहिँ अब कति बज्यो भनेर चाहिँ म हिसाब गरेर हजुरहरूलाई सुनाउँछु होइन। म चाहिँ यहाँ घर आइसकेँ, गाडी चाहिँ वहीँ पर पुनः छोडेको छु। तेल चाहिँ हाम्रो तपाईँको 120 लिटर भयो। चितवनबाट मजाले पुगेर आइन्छ होइन। हामी भरतपुरमा फुल ट्याङ्की गरेर हामी बेनी पुगेर आउँदाखेरि फेरि भरतपुरमै आएर हाल्दाखेरि 175 लिटर तेल आएको थियो गाइज है, अप एन्ड डाउन गएर आउँदाखेरि। अनि अहिले चाहिँ हामी पोखरा गएको हौँ नि त, त्यही भएर 120 को तपाईँको हुन्छ 18,000 जतिको तेल हुन्छ होइन। अनि अब अरू भनेको के खासै त्यस्तो खर्चै छैन होइन। भत्ता 1000 भइहाल्यो, 19,000 भयो। अनि तपाईँको ट्रान्सपोर्ट 700 कहिले 800 यस्तै हुन्छ होइन। त्यही भएर ट्रान्सपोर्ट र उ गरेर चाहिँ अनि लेबर गरेर 1200 लेबर गरेर 2000 भयो होइन। त्यो गर्दाखेरि चाहिँ तपाईँको 19,000 त्यो भयो। अनि 20-21,000 भयो। अनि अब खुराकी अब हिजो बेलुका निक्लेर गएको हो, हिजो बिहानको भएन नि त। हिजो बेलुका एकचोटिको अनि अहिले बिहान एकचोटिको, फेरि बेलुका त हामी फेरि घरमै आइसक्यौँ होइन। त्यही भएर 1000 रुपियाँ भन्दा हाम्रो खुराकी खर्च भएको छैन गाइज है। त्यही भएर त्यो 19,000 20-21 22,000
22,000 जति चाहिँ खर्च आयो डिजल रु गरेर। अरू केही खर्च आएन हाम्रो, टायर पङ्चर पनि भएको छैन, अरू केही पनि खर्च आएको छैन, टुटफुट खर्च होइन। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको 22,000 जति चाहिँ खर्च आयो होइन। अनि तपाईँको हामी चाहिँ भाडा फिक्स भाडा हामी 35 मा गएको हो। टिडिएस लाग्दैन गाइज है, टिडिएस लाग्दैन तपाईँको। अनि 22,000 थियो होइन, 22,000 र अनि त्यो हाम्रो 35,000 मा 22,000 घटाउँदाखेरि चाहिँ तपाईँको कति हुन्छ 8 5 13,000 भनेपछि हाम्रो 12-13,000 मजाले बच्यो गाइज है। हिजो बेलुका गएको हो, अहिले फेरि आइसक्यौँ, फेरि घरमा आइसक्यौँ होइन। अब यो तपाईँहरूले अब फेरि यहीँ चलिरहेको के हो कसो हो भन्नु होला होइन। अब अहिले जता गयो नि खोइ बिरगनतिर पनि त्यति साह्रो मालै छैन होइन, गएर गाडीहरू बसिरहेको हुन्छ। हाम्रो उता हेटौँडातिरको चिनजानको गाडीहरू पनि त्यही माल नपाएर बसिरहेको छ। अनि हामीले चाहिँ वहाँ गएर अब खर्च मात्रै किन गर्ने होइन, अब यतितिरबाट माल भयो भने हाल्ने भनेर चाहिँ हामी यतै पस्छौँ, जहिले यतैबाट लोड गर्छौँ होइन। धेरै महिना भयो, 8-9 महिना भइसक्यो बिरगन साइड नगएको है। अनि अब यो जाडो महिना छ, त्यति माल निक्लिएको छैन कि, अब कोक बियरहरू पनि अब डाउन भइहाल्यो होइन। त्यही भएर चाहिँ अब यो पुस माघ चाहिँ अलिकति गाह्रो छ गाइज है। अनि त्यसपछि फेरि हामी अल टु अल जता पनि हानिदिन्छ फेरि है, पायो भने त अहिले नै हान्ने हो, तर अलिक पाउनु गाह्रो पर्छ क्या। त्यही भएर ल गाइज हाम्रो चाहिँ 12,000 देखि 13,000 सम्म बच्न गयो टिममा चाहिँ है। ल अब यति भन्दै म चाहिँ यो भ्लगबाट छुट्टिन्छु गाइज है। हेरेर सपोर्ट गर्नु होला, धेरै माया गर्नु होला है। यसरी नै सधैँ सबैलाई मेरो लभ यु धेरै धेरै है भन्दै म चाहिँ अब यो भ्लगबाट छुट्टिन्छु गाइज है। ल जय नेपाल।